छाब्दी ब्राही माताको विशेष गरेर पूजापाठ गर्ने क्रममा यहाँ चाहिँ माछाको पूजा गर्ने गरिन्छ। बर्खा लागे सँगसँगै पानी धुमिलो हुँदा माछालाई पनि केही समस्या भएको हो कि जस्तो देखिन्छ। छाब्दी ब्राही माईको दर्शन गर्नको लागि टाढा टाढाबाट धेरै भक्तजनहरू आउने गर्नुहुन्छ। यहाँ आइसके पछाडि धेरै भाकल अथवा देवीसित माग्ने प्रचलन छ र मागेको कुरा पुरा हुन्छ भन्ने धार्मिक जनविश्वास पनि छ। छाब्दी बराही माताले सबैको कल्याण गरून्, सबैको मनोकांक्षा पनि पुरा गरिदिउन्। यो मन्दिरमा विशेष गरेर माछाको पूजा गर्ने गरिन्छ र यहाँ चाहिँ धेरै कुराहरू भक्तजनले मागेको पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ। यो पानी तपाईले बगेको देखिराख्नु भएको छ। यहाँ चाहिँ माछा धेरै प्रशस्त छ, अहिले पनि छ, तर पानी धमिलो भएको कारणले त्यति राम्रोसँग प्रष्ट देखिएको छैन। पानीको मुहान धमिलिए सँगसँगै अहिले यति बेला भने माछा देख्न निकै कठिन पनि छ, तर माछा बस्ने ठाउँ भने मैले तपाईलाई देखाइराखेको छु। यो ठाउँमा प्रशस्तै माछा छ। विशेष गरेर माछाको नै यहाँ पूजा गर्ने गरिन्छ र देवीलाई माछाको अवतार पनि भनिन्छ। यहाँहरूले यो कालो कालो चलेको देखिराख्नु भएको छ, त्यो सबै माछा हो। तर यहाँ पानी धमिलो भएको कारणले त्यति राम्रोसँग सफा देखिएको छैन, तर हामीले तपाईलाई धेरै देखाउने प्रयास गरिरहेका छौँ। यहाँ चाहिँ धेरै माछा छ। माछालाई नै देवीको अवतारको रूपमा पूजा गर्ने गरिन्छ। यो छाब्दी बराही मन्दिर अथवा छाब्दी बराह माताको मन्दिरमा रहेको पानीको कुण्ड हो। यहाँ चाहिँ धेरै भक्तजनहरूले भाकल गरिसकेपछि परेवा, कुखुरा, बोका आदि इत्यादि धेरै चिजहरू लिएर आउने गर्नुहुन्छ र पूजा गरिसके पछाडि यो पानीको कुण्डमा फालिदिने अथवा चढाइदिने गर्नुहुन्छ। र यहाँ धेरै माछाहरू छन् जुन तपाईले अहिले यहाँ माछा चलिरहेको अथवा हिँडिरहेको पनि देखिराख्नु भएको छ। र माछाले त्यो चढाइदिएको बोका, कुखुरा, परेवा आदिहरू जुन छन् त्यो ग्रहण गर्यो, लिग्यो भने राम्रो हुन्छ अथवा धार्मिक हिसाबले पवित्र मानिन्छ भन्ने धार्मिक विश्वास पनि छ।